साथीहरु, मेरो सेकेन्ड ब्लगमा फेरि हजुरहरूलाई स्वागत छ। मैले यहाँ यसरी खुर्सानी सुकाउन गइरहेको छु। जो हामीले किन्छौँ खुर्सानी, जो हामीले यस्तो रातो भएपछि फाल्छौँ नि, यो युजमा हुँदैन सुक्यो भनेर। यसलाई हामीले नफालेर यसरी घाममा सुकाएर यसलाई युज गर्न पनि सकिन्छ। यसलाई फाल्नुभन्दा किन फाल्ने हैन, पैसा लागेर किनेको हो, त्यही भएर हामीले यसरी युज गर्न सकिन्छ। सुकाएर राख्ने, यो सुकेपछि यो कक्रक्क हुन्छ, तब यो हामीले युज गर्ने। कति प्रायलाई त थाहा होला, कतिपयलाई त थाहा छैन होला। त्यही भएर मैले थाहा नहुनेहरूको लागि यो ब्लग बनाउन गइरहेको छु। यदि जसले फाल्नुहुन्छ उहाँहरूले यसरी सुकाएर युज गर्न पनि सकिन्छ भन्न म यो ब्लगबाट चाहन्छु। र यो मेरो सानो मिनी ब्लग हो, जो म एभ्रीडे अपलोड गर्ने गर्छु। सो यसरी हजुरहरूले युज गर्न सक्नुहुनेछ। आज हेर्नुहोस्, हाम्रो दिन वेदर एकदम सफा छ, आकाश पनि सफा छ, घाम टलक्क लागेछ। त्यही भएर घाममा सुकाउन लागि मैले लिएर आएको छु र हजुरहरूले यसरी युज गर्न सक्नुहुनेछ। ल, धन्यवाद।